राम्रोसँग जानुहोस् दिदी सरी है जानुहोस् है ल यस्तो हो बाई बाई दिदी ल राम्रोसँग जानुहोस् है हाँसी हाँसी जानुहोस् है अर्कोचोटि 3 जना यहीँ लिन आउँछौँ हामी हस् हस् ल सबैजना अमो रोको फेरि किन रोको हो लु यस्तो चाहिँ हाम्रो छुट्ने दिन आइसकेको छ अनि हाम्रो दिदी हुनुहुन्छ यता कस्तो आँसु आयो दिदी दिदी यता हुनुहुन्छ ल राम्रोसँग जानुहोस् गएर हामीलाई नबिर्साउनुहोस् त्यस्तो छ हेर्दा हेर्दा हाम्रो छुट्ने दिन पनि आइसकेको छ है बिचरा हाम्रो ओप्पी दिदीसँग अब के गर्नु छोटो समयको मिठो भेटघाट पछि त छुट्टी नै पर्यो होइन आफ्नो काममा फर्किनै पर्यो हामी चाहिँ एयरपोर्ट आइसकेका छौँ हामी बुढाबुढी चाहिँ होइन सो अब हामी लाग्छौँ होला कति 2 बजेको फ्लाइट भन्दै थियो होइन अब कहाँ हुनुहुन्छ दिदीहरू सो नरोए पनि रोको जस्तो गर्नु पऱ्यो नि त होइन ओ माई गड भन्दा मलाई गिजाउँछ यार मान्छेहरू ओ माई गड भिडियो बनाउँछ त गर्छ त मलाई किन गिजाएको ए लजन परिहाल्यो नि सो अनि हामी चाहिँ चट्ट दिदीले बाई बाई गर्न आएको खै दिदी कता हुनुहुन्छ भन्ने कुरा हो को भेना देख्यो ओपीले हामीलाई देख्यो ए हामी चाहिँ चट्ट अब बिदाई गर्नलाई बाई बाई त्यही हो अब अर्कोचोटि भेट्नुपर्छ बाबा लिएर यस्तो रुने हुन्छ एयरपोर्टमा चाहिँ हेर कम गाह्रो छ नि यस्तो रुनुपर्छ अब हामी नि अब रुने हो आँसु नआए पनि एकछिन रुनुपर्छ सो मामा नै आउनुपर्छ ला अनि को त ए है अब चारोट ल्याउनु पर्ने के गर्नु हस् हुन्छ सो हाम्रो दिदीहरू बिचरा हुनुहुन्छ भ्लगिङ स्टार्ट गर्दै नसो जस्तै दिदी दिदी हजुर ढोक्दिया ढोक्दा कार्यक्रम पनि भइसकेको छ होइन त्यही सन्चै हुनुहुन्छ सो हामीले चाहिँ भेटिसक्यौँ ढोक्दा कार्यक्रम सुरु भइसकेको छ अनि यहाँ छ बिचरा ओप्पी जाँदैछ के गर्नु यस्तै हो अब अर्कोचोटि धेरै छुट्टी लिएर आउनु रमाइलो गर्नुपर्छ दाइ यता हुनुहुन्छ सो अब आँखाबाट आँसु नआए पनि एकछिन चाहिँ रुनुपर्ने हुन्छ त्यही त है दाइ राम्रोसँग जानुहोस् यतै शुभयात्रा दाइ नबिर्सनु भाइलाई हजुर एकदम हस् हस् दाइ आफ्नो केयर गर्नुहोस् तपाईँहरू पनि है जाने बित्तिकै कल गर्नु ल हस् जाने बित्तिकै केयर गर्नुहोस् त्यही हो दाइ यो नि समाउनु त यो नि समाउनु ए हजुर अब छिर्नु पऱ्यो नि अब यो खाता चाहिँ एकवटा मात्रै ल्याएको दाइ हामीले लान पाउने होइन फेरि फुकाल्नुपर्छ फोकटमा हाम्रो चाहिँ यस्तो छ दिदी हजुरलाई लगाइदिउँ भनेर राम्रोसँग जानुहोस् दिदी सरी है आँसु आइसक्यो म पनि खाता लाउने ए लाउने हो सो हाम्रो चाहिँ खाता लगाइसकेको छ म खिचिदिन्छु ल त्यो तपाईँ राख्नुहोस् न ए जानुहोस् न खिच्नुहोस् चट्ट कुन बोक्नै बोक्ने अब अस्मो भर्सेस सोसमा छ यो उसमा चाहिँ हाइज्याक हान्नु पर्ला जस्तो छ दिदीको सो बिचरा यत्रो महिना यस्तो रमाइलो गरेर बस्यो छैन अब जाने रे टेन्सन मलाई चाहिँ एकदम टेन्सन लागिरहेछ होइन माया गर्ने दिदी जाँदै हुनुहुन्छ सो हाम्रो दमाई दाइले चाहिँ खाता लाउँदै हुनुहुन्छ सालीलाई शुभयात्रा राम्रोसँग जानुहोस्
भेट्दै गरौँला सो त्यही हो अब चाहिँ बाई बाई गर्ने बेलामा भेटौँला अनि हामी त्यतिमै बसौँला है त हाम्रो छुट्ने दिन आइसकेको छ अनि हाम्रो दिदी हुनुहुन्छ यता कस्तो आँसु आयो दिदी दिदी यता हुनुहुन्छ ल राम्रोसँग जानुहोस् गएर हामीलाई नबिर्साउनुहोस् त्यस्तो छ हामी चाहिँ अन्तिम उसमा आइसकेका छौँ अब चाहिँ बिदाई गर्ने प्रोग्राम चल्दैछ अब चाहिँ निस्किन्छौँ है त ल यस्तो हो बाई बाई दिदी ल राम्रोसँग जानुहोस् है हाँसी जानुहोस् है अर्कोचोटि 3 जना यहीँ लिन आउँछौँ हामी हस् हस् ल सबैजना रोको फेरि किन रोको लु यस्तो रोएर हुन्छ त अनि म गयो भने के हुन्छ यस्तो छ बाई बाई म गयो भने चाहिँ के हुन्छ नि किन जानु पर्दैन त अनि प्रगति गर्न जानुपर्छ विदेशमा होइन दिदी जानुपर्छ नि होइन विदेश त त्यही त दिदीहरू चाहिँ त्यहाँ पुग्नु भएको छ अब मिल्ने भएको हो पि भन्न मिल्थ्यो के गर्नु हो बाई बाई राम्रोसँग जानु दिदी रुनु भयो रुनु दिदी नरुनु प्रगति गर्न जानुभयो नि अर्कोचोटि आउँदाखेरि झन् अब खतरा प्रगति हुन्छ मान्छे बढ्छ किन रोको अब लु अब चाहिँ हामी निस्किन्छौँ जानु भइसक्यो त एडिटहरू राम्रोसँग जानुहोस् पुगेर कल गर्नुहोस् अनि यो भिडियो पनि हेर्नुहोस् है अनि अब चाहिँ खाना खाएको छैन खाना जाउँ कि भन्ने सोचिरहेको छु सो खाना जान्छु कि अब यतैबाट जान्छु थाहा भएन सो अहिले त्यो एकछिनपछि भनिहाल्छु सो अहिलेको लागि चाहिँ हामी बाई बाई है त